हेलो साथीहरु, आशालाई सन्चै हुनुहुन्छ भन्ने आशाका साथ छु म। आज चाहिँ मैले सानो एउटा गिफ्ट ल्याएको छु बुढोलाई दिने भनेर। त्यही भएर सरप्राइज के दशैं गइसक्यो, दशैंमा दिने मन थियो तर दशैंमा दिन सकेन। त्यही भएर तिहारको उपलक्ष्यमा दिँदै छु सरप्राइज मोबाइल। बुढोलाई थाहा छैन, त्यही भएर टन्टनाट मोबाइल ल्याएको छु। त्यस साथसाथै यो चाहिँ मोबाइलमा आको यो चाहिँ उपहार, अनि यो चाहिँ मेरो लागि साउन्ड राख्नलाई हो। अनि यो चाहिँ कस्तो छ मोबाइल, बुढोलाई दिनुपर्छ। मोबाइल दिनु पऱ्यो के भयो बुढोलाई चाहिँ यो मोबाइल दिन्न के, त्यसको लागि यो मोबाइल दिने हो सरप्राइज। बुढोको लागि मोबाइलमा राख्ने बक्स ट्याक्क पारेर टक्क लगाएर सरप्राइज हो नि त, कहाँ दिनु हो त, त्यही भएर राख्ने हो। अहिले दिने हो। अहिले बुढो बिजिन्छ गेम खेल्नमा। बुढो अहिले आएपछि सरप्राइज हो क्या यो। अहिले हेरौँ न रियाक्सन कस्तो हुन्छ मेरो बुढोको। हेलो साथीहरू, अब म चाहिँ जाँदैछु बुढोलाई बुढो हुने भेट्नलाई। बुढो लाइन गयो त। वाउ, के को सरप्राइज हो यो? हेर्नु न पहिला के हो? मोबाइल हेर्नुस् मोबाइल हो। Oh my God, यहाँ पनि छ नि हेर्नेमा अवस्थामा को हुने। Redmi Note 14 5G। Oh my God, पुरै गिफ्ट देऊ त्यस्तो दिँदा मैले तपाईले लाइन oh my God, यो गिफ्ट त्यही हो मेरो तर्फबाट गिफ्ट। यसको भित्र छ नि मोबाइल। अरे कमेडी। अनि यति के छ? हेर्नु न के छ पहिला। मोबाइल त त्यसमा छ त्यही। Oh my God, यो पनि खोल मात्रै हो कि भिडियो हो? छ ओ यो चाहिँ उपहार आएको हो तपाईको लागि। यो फोनमा आएको हो उपहार आएको फोन। त्यही भित्र चाहिँ फोन। यो नि त्यो चाहिँ मलाई हो, तपाईलाई पनि हो, हामी दुईजनालाई चाहिँ हो। आई एम सो ह्याप्पी। यो फोन भए पनि तिमीलाई म बार सम्झिन्छु। मोबाइल वाउ, यो पो हो है। अलरेडी अन छ त। ओ अलरेडी अन चेक चार्ज गर्नु पर्यो न मैले। दामी दामी पैसा हेर्नी पैसा Note 14 पैसा अब कमाएर दिनु। नेक्स्ट पालि म तिमीलाई गिफ्ट दिन्छु। ओके, शान्ति नभए पनि। कस्तो लाग्यो त मेरो सरप्राइज? एकदम ह्याप्पी। ओके, थ्याङ्क यू। नमस्कार।